आजको च्याप्टर म्याट्रिसेस ल डेफिनेसन हेर त रेक्टेंगुलर अरेन्जमेन्ट अफ नम्बर्स इन द फर्म अफ हरिजोन्टल एन्ड भर्टिकल लाइन्स इज कल्ड अ म्याट्रिक्स बुझ्यौ जस्तै तिमीले कुनै नम्बरहरुलाई एउटा रेक्टेंगुलर फर्ममा भनेपछि रेक्टेंगल स्क्वायर भनेको थाहा छ रेक्टेंगलको फर्ममा या त स्क्वायरको फर्ममा नम्बरहरुलाई मजाले सजाएर राख्यो भनेदेखिलाई हैन त्यो फर्म जुन लेखाइको तरिका छ त्यसलाई चाहिँ भन्छ म्याट्रिसेस बुझ्यौ अर्को छ अर्डर अफ म्याट्रिसेस ल आजलाई चाहिँ अन्त भोलि ट्युसन छुट्टी ल फेसबुकमा तस्बिर तिम्रो हेर्ने गर्दछु भेटेको त्यही तिमीलाई बाटोमा डरले थर्र कान्दछु तिमीलाई प्रपोज गर्ने मन छ तर तिमीले नो भन्ने डर छ तिमीलाई प्रपोज गर्ने मन छ तर तिमीले नो भन्ने डर छ त्यसैले मन माने लभ मन माने ब्रेक तिमीलाई कैयौं चोटी मैले दिएको छु छेउमा संसारको सबैभन्दा सुदो व्यक्ति अरूले गालामा छापतिए पनि आइएम सरी नै भन्छु तिम्रो नामको नसा चढेको छ तिम्रो आँखाको मुहुनी लागेको छ तिमी नै हो मेरो मनको फ्रस्ट्रेसन तिमी नै पढाइको डिटर्मिनेसन तिमीलाई प्रपोज गर्ने मन छ तर तिमीले नो भन्ने डर छ त्यसैले मन माने लभ मन माने ब्रेक तिमीलाई कैयौं चोटी मैले दिएको छु जगायो मनमा किन हो यस्तो लाग्यो उसले गाइरहेछ मेरो देखेर पनि पर्वाह नगरे झै माया गरेर नगरे झै म सरल बन्छु म गम्भीर बन्छु जहाँ भेटे पनि तिमीलाई इम्प्रेस गर्ने प्रयास गर्छु यसरी नै मेरो उमेर बित्छ कि तिमीलाई कल्पनामा मात्र छु कि तिमीलाई प्रपोज गर्ने मन छ तर तिमीले नो
डर छ त्यसैले मन भने लभ मन भने ब्रेक तिमीलाई कैयौं चोटि मैले दिएको छु